ल साथीहरु, आज चाहिँ हामी तपाईहरु समक्ष फेरि नयाँ भिडियोको साथमा चाहिँ उपस्थित भएका छौं। खास गरी नि जुन विषयमा म बोल्न गइरहेको छु त्यो विषयलाई मैले गहिरिएर हैन त्यसको निष्कर्षमा पुग्न नसकुला, तर मेरो प्रयास रहनेछ। यो मेरो प्रयासलाई चाहिँ प्रयास सँगसँगै जुन जिज्ञासा छ त्यो विषयमा तपाईको अनुभव पनि शेयर गर्नु होला कमेन्ट मार्फत भन्न चाहन्छु। दुनिया एकतिर अनि हाम्रो नेपाल एकतिर दुनियाभरिका देशले तपाईको चाहिँ आइतबारको दिन सन्डेको दिन चाहिँ होलिडे मनाउँछ। सन्डेको दिन सरकारी कामकाजहरू बन्द हुन्छ हैन। सन्डेको दिन चाहिँ स्कुलहरू बन्द गर्छ, तर हाम्रो नेपालले बन्द गर्दैन। हाम्रो नेपालमा अहिले पनि हिन्दू पात्रको तपाईको चाहिँ भित्ते पात्रको मान्यता हुन्छ, तर दुनियाभरिमा चाहिँ इंग्लिश डेटलाई मान्ने गर्छन्। सन्डेको दिन विभिन्न कामहरू बन्द गर्दा, स्कुल बन्द गर्दा इंग्लिश डेट इंग्लिश मितिलाई मनाउँदै गर्दा नेपालले चाहिँ किन चाहिँ तपाईको भित्रे पात्रलाई चाहिँ मान्छ? के कारण होला? किन शनिबारको स्कुल बिदाहरू हुन्छन्? किन शनिबारको चाहिँ सरकारी कामहरू बिदा हुन्छन्? यसको विषयमा त्यति धेरै अनुभव पनि भएन। तपाईहरुलाई थाहा छ भने कमेन्ट मार्फत हामीलाई चाहिँ यसको अनुभव, यसको विषयमा शेयर गर्नुस् न। हस्।